मन किन नाकैमा बुलकी यसपालि त घर जानै होला कि लहै 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 त घर जामै होला कि कहाँ जान मुलजी नआओस् है मुनि यस्तोमा रमाइलो हुन्छ केही टेन्सन नलिनाकैमा यहाँ यसरी देखाइराख ल म पनि जानु पर्यो नि काटेको आराले साराले यसपालि त घर नाकैमा बुलकी यसपालि त घरबारै होला कि मायाको नाकैमा बुलकी यसपालि त घर जामै होला कि खाली पलायो पलाएन म माथि बिमारी भएर अलमा आएर सबैको देखाउनु बिमारी भयो नाचे पार्ने भयो बोले भिडियो राति
गर्छ उहाँ हजुर छोड बाटोलाई दिन लाग्यो मजा बुढाको परिहरू चोरीको मायाले सारै पायो मायाले सारै पायो हामी यता नगाउँ न नानीहरूले गाउँछ लाग्छ नि डाँडा पारी बन सुप्रिम खाली आउनु नि
बाबु यहाँ गर त छोरो यहाँ छोरो पनि आइपुग्यो ल लाइभमा गरिरहेको त यहाँबाट म भर्खर साथीहरू भन्दैछन् क्या म छिटो गर्नु नि यार फोन हान्दैछन् झमझम स्टार्ट ओ कान्छा कहाँ हिँडेको सबजना ट्याप ट्याप हानिदिउँ त ट्याप ट्याप लाइक हानिदिउँ चिनेको छैन र गमै नाच्दो भाइ नाच्दो कान्छ जो नाच ट्याप ट्याप हान्दिउँ ट्याप ट्याप हान्दिउँ मेरो पोको यो पनि छ अरे है कान्छ पनि के जाने यति चाँडै ट्याप ट्याप हान्दिउँ ट्याप ट्याप सम्झनामा आउँछ हजारो सम्झनामा आउँछ हजारो मादर बाँसुरीहरू अहिले नभेटिएको अवस्था
भाँचेको खै कम्मर भाँचेको खै कम्मर भाँचेको लैलै सम्झनामा भर्ता तिम्रो माया लाउन डीजे है त खै त डीजे खै भाइ किन मोबाइल दो खेल्नु मोबाइल लो लो ल लाइभ के गर्ने बत्ती बालिस अन्त ल यहाँ हामीले हाम्रो जन्मस्थलबाट आज यहाँ क्याम्प फायर गरेर रमाइलो गरिरहेका छौँ। हामी यो दिङलापुबाट भोजपुर जिल्ला साबिक दुम्बाना गाविस वडा नम्बर 8 अहिलेको हालको आमचोक गाउँपालिका वडा नम्बर 8 दिङलापुको यो गुरागाई टोलबाट हामीले यहाँलाई यो देखाइरहेका छौँ। मेरो सम्पूर्ण फेसबुकमा जोडिनुभएका साथीहरूलाई मेरो आदरणीय व्यक्तित्वहरूलाई म देखाइरहेको छु। यो हाम्रो गुरागाईहरूको एउटा जमघट ल हामीले गाउँले यहाँ दाजुभाइसँग साटासाट गरिरहेको छौँ। यो खुसीलाई हामी क्याम्प फायरमा छौँ। यहाँ स्थानीय साथीहरू आउनु भएको छ, अग्रज दाईहरू आउनु भएको छ, उहाँहरू सहित हामी इन्जोय गरिरहेका छौँ। यहाँ यता हाम्रो अधिकृत हाम्रो हरि यहाँ सुस्मिता बुहारी सहित हाम्रो यहाँ छोरा बुहारी डान्स गर्दैछन्। यता कपिल दाजु र भगती भाउजू खै खै हात समाएर एकचोटि दाजु हात समाएर यहाँ उहाँहरू यो आगोले पनि आज रोक्दैन दाजुलाई। अनि यता हाम्री कान्छी पनि पुरा तातिरहेकी छन्, उसलाई लोकगीत भए पुग्छ त्यसै पनि होइन। अनि ल यसरी यहाँ हाम्रो केशरजी पनि अब बल्ल अलिकति फर्ममा आउनुभयो। नाचेको राम्रो छ हाम्रो छ भुया जल बुझ्छु म
छिम सानो नजिम्काउ परेली भुतुकै हुन्छु म। हाम्रो आज शिवनारायणजी यतातिर यहाँ विष्णुले के गफ दिँदैछ उहाँलाई होइन, हाम्रो डाइरेक्टर यहाँ विष्णुको बारेमा अलिकति बताइदिनु उसको के छ भूमिका, यो मान्छे के हो अहिले यहाँ डनेको रूपमा छ नि यहाँ तपाईँले। ब्याकग्राउन्ड एकदमै सानो तहदेखि उहाँले न्याय गर्नुहुन्छ र मान्छेलाई विभेद रही उहाँले त्यो न्याय दिनुभएको छ। त्यसको लागि हामीले यो ठाउँको मान्छेले हामीले धन्यवाद दिएर पनि र उहाँले त्यतिसम्म गर्नुभएको छ एउटा ठाउँको लागि, अब देशको लागि त अब चिन्ता गर्ने हाम्रो क्षमता छैन, तर ठाउँको लागि धेरै चिन्तित हुनुहुन्छ र अब हरेक कुरा मसँग सेयर हुन्छ होइन। त्यसमा अनेकता चाहिँ अब अरूले नसोच्दा हुन्छ होइन, किनकि हाम्रो एउटा व्यवहारिक पाटोले र एउटा साथीको पाटोले पनि हामीले हरेक कुराहरू सेयर गर्छौँ। त्यो भएको हुनाले हामीले त्यो नेगेटिभ कुराहरूलाई पनि पोजिटिभ दृष्टिले हेरेर हामीले त्यो समाजको जुन अलिकति विकृतिहरू छ त्यसलाई चाहिँ अलिकति सम्हाल्ने कोसिस चाहिँ हामीले अलिकति प्रयास गरेको मात्रै हो। त्यसमा अब कसैले अन्यथा सोध्छ भने उहाँहरूलाई पनि नसोच्नु एकदम सही होइन। एउटा भनेपछि तपाईँको उसलाई विश्लेषणलाई अलिकति संश्लेषण गरेर भन्ने हो भने विष्णु यो ठाउँको लागि आवश्यक व्यक्ति, यो चाहिने मान्छे होइन, र उसको भूमिका महत्त्वपूर्ण छ होइन। अनि विष्णु अब अलिकति हाम्रो शिव सरको बारेमा थोरै बताइदिउँ न। होइन, शिव सर त अब कसैसँग तुलना गर्ने नि सकिँदैन। अब शिव कस्तो मान्छे भन्ने यो ठाउँको लागि अति आवश्यक व्यक्ति हो। उहाँले यो ठाउँको लागि दिनुभएको योगदान कसैसँग तुलना गर्न सकिँदैन। उहाँले दिएको हामीलाई सल्लाह सुझाव नेटले यो एरियामा आउँदाखेरि अलिकति आइदियो हो। यो नेटले साथ दिउन्जेलसम्म तपाईँहरूलाई म यहाँ लाइभमा जोडिन रहनेछु। हुन त यहाँ मोबाइलको चार्जले पनि मलाई धोका दिइरहेछ। हाम्रो सबै पावर ब्याङ्कहरू सबै नै चार्ज सकिएको अवस्थामा छन्। यहाँनिर बत्तीको घरिघरि समस्या देखिरहेछ। त्यही भएर यहाँ हाम्रो निलबहादुर तिमीलाई मैले सँगै आउँ भनेको नि, देख्यौ कस्तो इन्जोय गऱ्यौँ हामीले। तिमीले कसको घर हो भनेर सोधेर रहेछौ। ठ्याक्कै हामी अहिले चाहिँ कपिलदाजुहरूको घरमा छौँ। कपिलदाजुहरूको घरमा बसेर घरको बाहिरपट्टि डाँडामा पहिला हाम्रो बस्नेतहरूको घर मास्तिर भनौँ न होइन, हाम्रो गुराइहरूको यता डाँडामा हाम्रो घरदेखि मास्तिरपट्टि हाम्रो कपिलदाजुहरूको घर यहाँ हेर त। यो कपिलदाजुहरूको घरको आँगन साइडतिर एउटा क्याम्प फायर गरेर यो डाँडामा इन्जोय गरिरहेको छौँ। यतिखेर रमाइलो गरिरहेको छौँ। के कमला भाउजू ल आउनुभयो हुन्छ नि त, रमाइलो बढाइ छ हजुरहरूको प्यारो जन्मभूमिमा भन्नुभएछ। एकछिन आउनुभयो पनि हुन्छ नि त, रमाइलो हुन्छ। तपाईँहरू पनि जोडिनु भयो भने यहाँ आएर एकछिन रमाइलो गरिरहेको छौँ। सबैजना आइराख्नु भएको छ होइन। अझै यहाँनिर हाम्रो डिजे सहितको भनेर यहाँ हाम्रो शिवजी तात्तिनु भएको छ। उहाँले लिन पठाउनु रहेको स्थिति छ। हाम्रो बागोली कान्छी दाइले गीतको एउटा माहौल बनाइराख्नु भएको छ उहाँले। यता हाम्रो विजय दाइहरू त्यस्तै हुनुहुन्छ। बागल दाइको छोरा कान्छो यहाँ छ। हाम्रो केशबहादुर सर पुरै इन्जोय गरिराख्नु भएको छ। यता हाम्रो दाइ पनि पुरा इन्जोयमा हुनुहुन्छ। यहाँनिर मैले माथि तपाईँहरूको के कसले कमेन्ट गर्नुभयो मैले हेरेको छुइनँ, किनभने एकछिन म पनि इन्जोयमै थिएँ। यसो रमाइलोमा जोडिएको थिएँ। बाबुले लाइभमा जोडिरहेको थियो। त्यो भएको हुनाले मैले समग्र सबैलाई त देखिनँ। यहाँ कमेन्टहरू हेर्नुपर्छ। अनि यहाँ तपाईँहरूलाई म देखाइरहेको छु। दामी दाजु दर्शन भाइ हेलो। यहाँ हामी इन्जोय गर्दैछौँ अहिले यहाँनिर होइन, रमाइलो गर्ने कोसिस गरिरहेका छौँ। यहाँ मेरो छोरो पुरा उसलाई अनौठो मजा भइरहेछ, उता कुदिरहेछ घरि भित्र बाहिर। हाम्रो यहाँ रामर दाई पनि पुरै मजाले नाच्ने कोसिस गर्दै हुन्छ। यहाँ त आगो पनि मर्न नदिउँ है।
यो आगो पनि बालौँ है ओहो पुरै छ नि त के अरे काँटी रहेछ काँटी ढाँटेको रहेछ कि अलिकति यहाँ रमाइलो भइरहेछ हाम्रो विष्णुले पनि गरेछ पोल्यो नि त काँटी रहेछ आगो उतै हाल्नु खोजेको मुढामा काँटी रहेछ काँटी चाहिँ तात्तिएर चाहिँ जप्पै भइदियो लाइभ हेर लाइभ मैले लाइभ गरिरहेको छ लाइभ हेर ए पुर्सु लाइभमा जोडिरहेको लाइभमा जोडिरहेको यहाँ बोलेको सुन्दैन कसले खोलेको छ वाइफाई अन गर यसरी अफ गरेर अन गर त्यहाँ आउँछ अनि पासवर्ड हाल्नुहोस् छौरा हामी त फुल इन्जोयमा छौँ दिनेश भाइ साह्रै रमाइलो महसुस भइरहेछ भने रहेछ त्यो हेरेर रमाइलो गर भाइ तँलाई मिस गरिरहेछौँ हामी होइन तेरो हिजो कुरा निकै गऱ्यौँ हामीले पनि है तेरो तँलाई हामीले मिस गरिरहेछौँ ल हाम्रो पुर्सु भाइ पनि आयो यहाँनिर लाइभमा जोडेको देख्दैछु ल मेरो मोबाइलले चाहिँ चार्ज सकिँदै गएको अवस्था भयो होइन अब यहाँ हाम्रो विष्णु यहाँ बसेर हाम्रो आजको कार्यक्रमको डाइरेक्टर है आज हाम्रो आए जस्तो छ हाम्रो शिवजीकोमा आज 3 ग्लास मही खाइयो होइन मकै भटमास गुन्द्रुक यस्तो आनन्द आएको थिएन आज हामीलाई होइन अर्ग्यानिक गाउँको खाँदाखेरि त्यो यस्तो रमाइलो भयो कि त्यसको सीमै छैन राम्रो देखिनु दाजु भनिस् भाइ अब यहाँ बत्तीको समस्या छ अब मान्छे यसो चिनेर सुन्नु मात्रै हो अन्दाज गरेर यहाँ हेर हरि छ यहाँ हाम्रो भतिज यहाँ हाम्रो राम्रो दाजु हुनुहुन्छ यहाँ हाम्रो दाई यहाँ हेर अब तल ल उडाइहाल्नु ए एकचोटि सरी ल त्यो लाइट देखाइदियो मान्छे चिनाइदिउँ उहाँलाई चाहिँ उहाँको चाहिँ विशेष लु चिनाए पुर्छु भाइ ल दिनेश यहाँ हेर ल दाईको हेर अङ्कल पो त है के अरे दिनेशको त राम्रो दाईलाई त अघिदेखि म देखाइरहेको छु छोरोहरूले हेर्दैछ भने हेर्नु हेर्नु यता पुरा भाउजूहरू हुन्छ अनि माया के अरे कस्तो मजाले पोलो भने नि मेरो हात पोलेर यहाँनिर फोकै उठाइदियो होइन यस्तो ठेलेको काँटी रहेछ कि काँटीमा चाहिँ परेछ तातेको यसमा काँटी रहेछ क्या यही मलाई थाहै छैन विजय भाइ के छ खबर खायो कस्तो छ हुँदैछ मेरो रमाइलो हुँदैछ नि एकदम ठिक छ एकदम ओके छ नि अनि कान्छो भाइ के छ रमाइलो भयो ठिक छ रमाइलो हुँदैछ नि होइन एकदम गजब ल हाम्रो आज कपिल दाजु एकदम फर्ममा हुनुहुन्छ नाचेको हुन्छ होइन हाम्रो यता दाजु पनि त्यस्तै के अरे यहाँ सुस्मिता पनि पुरै फर्ममा आएकी छिन् अहिले हाम्रो सुप्रिया त अघिदेखि नै कन्टिन्यू छ महिला टोली हेड भएको यो के चुडी बाइसँग हाम्रो के भन्छ बिच नबिर्सिनु अब त उपर नहुने काम फेरि नहुने काम गर्छन्
भाउजू खोइ भनेछ ल तैँले भाउजू देखिनस् यहाँ अरे यहाँ कुन भाउजू खोजेको भगवती भाउजू खोजेको कि सुप्रिया भाउजू खोजेको ल यहाँ दुइटै भाउजू हुनुहुन्छ पुर्छु यहाँ हेर सोल्टा हेर यहाँ मुक्ति सोल्टालाई हेर पुर्सेले क्या यहाँ भतिजो हेरे दाजुहरू त हुन्छ तेरो दाइ हेरे दा हो यस्तो दिक्छु यस्तो हो नि त ल अलिकति अब मेरो यो के अरे मोबाइलको चार्जले सपोर्ट नगरे जस्तो भयो अब त्यही भएर मैले अहिलेको यो लाइभबाट दुःखका साथ अब बिदा गरेको भन्नु पर्यो यहाँ हेर्ने धेरै हुनुहुन्थ्यो हाम्रो यो दिङलापुमा जोडिएको पुर्ख्यौली थलो दिङलापु भएका धेरै यहाँ साथीभाइहरूले लु कन्टिन्यू है भनिरहेको अवस्था थियो त्यही पनि यहाँ मलाई मेसेज आइरहेको थियो त्यही पनि अब त्यो सम्भावना कम भयो मेरो चार्ज सकिँदै गएको हुनाले मैले अब यसलाई अब अहिलेलाई लाइभलाई नेट हजुर आफू पत्रकार विशेषता हो नि ए अलराउन्डर छिन् अलराउन्डर छिन् है गीत सङ्गीतमा धेरै मन पर्छ अनि ल अब यहाँ म चाहिँ अब यो उसबाट अब अहिलेको लाइभबाट मैले अब बिदा लिएँ यो हाम्रो रमाइलो क्रम यहाँ लाइभ बन्द भए पनि कन्टिन्यू चल्छ आज हामी रातभरि यो गर्छौँ अब भोलिको यो मैले चाहिँ अब यसलाई अहिले अन्त्य गर्नुपर्ने स्थितिमा पुगेँ मेरो छोरो युसेस भतिजले पनि हेर्न थालेछ अब ठ्याक्कै सकेँ अनि हेर्छस् बाबु अब ठिक छ अगाडिको लाइभ उसमा हेर होइन ठुलो मम्मीले हो कि युसेसले हेर्दै हुन्छ युसेसकोबाट छ ल यहाँ हेर्नु सक्नुहुन्छ जय नेपाल अनि यो अब यहाँ तपाईँ देख्न सक्नुहुन्छ अलिकति सकिँदै जाँदै अब यता केशवार सर पानी खाँदै हुँदो रहेछ होइन अब गर्मी भएर पानीतिर छौँ अनि ल यहाँनिर अब यो लाइभलाई मैले बाट बिदा हुन चाहेँ फेरि समय रहेछ भने भेटौँला यहाँ जोडौँला यदि मैले कहीँबाट चार्ज गर्ने वातावरण मिलाउन सकेँ भने आज हामीले अलिकति लाइनको हामीलाई यहाँ कठिनाइ भएको छ ल अहिलेलाई हामी यो भोजपुर जिल्लाको आम्चोक गाउँपालिका वडा नम्बर 8 दिङलापु मेरो जन्मस्थल मेरो बाउ बाजे पुर्खादेखिको भनौँ न मेरो हजुरबाहरू बुढो हजुरबाहरूदेखिको पुर्खौली स्थल आएको थियौँ यो समयमा हामीले गाउँघरका छरछिमेकीहरूलाई भेला पारेर एकदम साथीभाइहरूसँग पनि इन्जोय गराउनु खोज्दै मेरो छोरो पनि पुरा नाच्दैछ होला यहाँ हाम्रो विचारमान दाइसँग पुरै गर्दैछ छोरोले नयाँ अनुभव गरेको छ यही हो हामीले लिने खुसी भनेको यही रहेछ होइन होइन केशमान सर भन्छ हाम्रो लागि अब यी बच्चाहरूले गरेको खुसी नै हाम्रो खुसी हुने रहेछ होइन अब हामी यहाँ केशवारजी र हामी त अब धेरै खालका इतिहासहरू निर्माण गरेका छौँ यो ठाउँमा होइन अब तिनै स्मृतिहरू आज फेरि ताजा गर्ने एउटा मौका पाइयो पुनर्ताजा गरिरहेका छौँ अब लाइभबाट त बिदा हुने मन छैन तर बाध्यताले अहिले बिदा भएँ तपाईँहरूलाई अब मैले शुभरात्रि भन्दै यो रमाइलो क्षणहरूबाट